रवि लामिछाने रूपन्देहीबाट सरुवा भई डिल्लीबजार कारागार आउँदै। सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका रासोपाका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रूपन्देहीबाट काठमाडौँ स्थित डिल्लीबजार कारागारमा सरुवा गर्ने प्रक्रिया अघि बढिएको छ। लामिछाने हाल रूपन्देहीको जिल्ला कारागारमा थुनामा छन्। सर्वोच्च अदालतको आदेशपछि थुनाको अवधि थप लम्बिने भएपछि उनले काठमाडौँ सरुवा हुने इच्छा व्यक्त गरेका थिए। त्यसपछि कारागार प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ। जिल्ला अदालत रूपन्देहीबाट अनुमति लिएपछि अब कारागार व्यवस्थापन विभागबाट अन्तिम निर्णय भएपछि उनलाई डिल्लीबजार कारागार पठाइने तयारी गरिएको छ। कारागार प्रशासन स्रोतका अनुसार लामिछानेलाई गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङे रहेको ख ब्लकमा राख्ने तयारी गरिएको छ। यसअघि पनि डिल्लीबजार कारागारमा पूर्व मन्त्री खुमबहादुर खड्का, बालकृष्ण ढुङ्गेल, गणेश लामा, श्यामसुन्दर गुप्ता लगायत थुप्रै चर्चित नेताहरूले कैदी जीवन बिताइसकेका छन्। डिल्लीबजार कारागार राजधानीको केन्द्रमा रहेको भेटघाट र सुविधाको दृष्टिले सहज मानिने स्थान भएकोले भिआइपीहरूका लागि रोजाइको कारागारको रूपमा परिचित छ। यहाँ थोरै कैदीबन्दी हुँदा भेटघाट, टेलिफोन सुविधा, क्यान्टिन मार्फत चिया नास्ता, टेबल टेनिस खेल्ने जस्ता सुविधाहरू उपलब्ध छन्। कारागार प्रशासनले लामिछानेलाई सरुवा गर्न पाउने अधिकार कानुनी रूपमा रहेको बताउँदै सुरक्षा र व्यवस्थापन पक्षलाई ध्यानमा राखेर अन्तिम निर्णय लिने जनाएको छ। गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको सहकार्यमा सरुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ। लामिछानेलाई बुटवल स्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधको आरोपमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले 22 चैत 2081 मा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश सर्वोच्च अदालतले बदर गरेपछि उनलाई काठमाडौँ स्थित निवासबाटै पक्राउ गरिएको थियो। अब डिल्लीबजार कारागारमा स्थानान्तरण भएपछि रवि लामिछानेको कैदी जीवन काठमाडौँमै बित्ने देखिएको छ।